हेलो साथीहरू, तपाईहरुलाई म फेरि पनि स्वागत गर्दैछु आज हस्त मुख्य युट्युब च्यानलमा। अनि हामीसँग हुनुहुन्छ यो मसँगै काम गर्ने भाइ। आज चाहिँ मेरो पात सुँग्दै आएको भन्नु नमिल्ने, त्यसले मलाई भेट्न आएको अरे मायाले गर्दा। अनि अर्को भाइ चाहिँ यो आएको छ। अनि अर्को भाइ चाहिँ मसँगै अहिले नयाँ कम्पनीमा आएको छौँ। अनि हामी आज पार्कमा घुम्न आइरहेका छौँ। साथीहरू कस्तो लागिरहेको छ भन्नु होला। अनि भाइ कस्तो छ भन्नु होला। एकदम गुड छ दाइ। के साथीहरू तपाईहरुलाई पनि राम्रो लाग्यो कि लागेन हेर्नु होला यो ठाउँ। अनि यो ठाउँ चाहिँ पहिले हाम्रो अघिको भाइ चाहिँ बसेको। अनि यहाँबाट हामी यो अपार्टबाट बसेर पहिले चाहिँ अहिले हामी सरेर अर्को ठाउँमा गएको छौँ। अनि हामीलाई यहाँ हेर्नको लागि एकदमै रमाइलो छ भनेर चाहिँ आएको हो। यहाँ पनि यस्तोहरू पनि छ। यो चाहिँ पार्क हो। अनि अपार्टमेन्टको अगाडि पार्क छ। अनि यहाँ बच्चाहरू खेल्ने ठाउँहरू पनि छ। अनि यहाँ राम्रो रहेछ। यहाँ एक्सर्साइज गर्नेहरू पनि छ, तपाईहरुलाई देखाउँछु म। अनि हामी अहिले बसिरहेको पनि राम्रो चाहिँ राम्रै छ। तर यहाँ चाहिँ पहिलेको पुरानो ठाउँ भएकोले गर्दाखेरि हामी चाहिँ आइरहेको छौँ। अनि कस्तो रहेछ भनेर हेर्नु मन परेको थियो। अनि एकदमै राम्रै रहेछ। यहाँ हावा वातावरण पनि राम्रै भएको। अनि त्यहाँ खेल्ने बस्ने अनि यहाँ ठाउँहरू यस्तो भएकोले गर्दाखेरि यो रुखहरू के को रुख हो यो मलाई चाहिँ थाहा छैन, तर राम्रो छ। अनि यहाँ चाहिँ यस्तो पाराको छ है साथीहरू। तपाईहरुलाई कस्तो लाग्यो। म चाहिँ पहिलेको कम्पनीमा चाहिँ अपार्ट थिएन हाम्रो चाहिँ छुतेकमा हामी बसेको थियौँ। अनि अहिले चाहिँ यो खालको छ हैन। मन पर्यो भने आउनु होला है साथीहरू। तपाईहरुलाई पनि म एकचोटि घुमाइदिनु होला। उताबाट जाँदाखेरि चाहिँ यो खालको छ हैन। यस्तो गरेर यो घुम्न सकिन्छ, हेर्न सकिने ठाउँहरू छ। यहाँ राम्रो राम्रो ठाउँहरू छ। मलाई चाहिँ मन पर्यो। तपाईहरुलाई मन पर्यो कि परेन आउनु होला। मन परेन भने मन पर्यो भने पनि लाइक कमेन्ट सेयर गर्नु होला। यो रुख हेर्नु होला। ल साथीहरू यहाँ चाहिँ यो यस्तो छ। अनि हाम्रो भाइहरूले चाहिँ पिङ खेल्ने अरे, यसो गर्ने अरे, भिडियो बनाउने अरे। म चाहिँ पिङ खेल्दैछु, हेर्न सक्नुहुन्छ। यदि खेल्ने इच्छा छ भने आउन सक्नुहुन्छ। वेलकम छ यहाँहरूलाई। स्टप गरिदिनु। धन्यवाद दाजु। ल हेर्नुहोस् है साथीहरू। ल हेर्नु कस्तो लाग्यो। तपाईहरुले योभन्दा राम्रो राम्रो घुमेको होला हैन। तर कुरो के हो भन्दाखेरि यो यहाँको हरियाली चाहिँ यो वातावरणले चाहिँ एकदमै राम्रो, एकदमै गर्मीमा नि बिचमा बसेर हैन यो ठाउँहरुतिर बस्दाखेरि चाहिँ अनि यहाँ कफी लिएर कफी मासु मान्छ घुम्यो भने चाहिँ राम्रो देखिँदो रहेछ। त्यस्तो लाग्यो मलाई चाहिँ। अनि हावाहरू पनि एकदमै राम्रो फ्रेस खालको आउने कि। अनि यहाँ चाहिँ मोनिटरिङ गरिरहेको हुन्छ सीसी क्यामेराले पनि हैन। यहाँ सबै कसले के गर्दैछ भनेर। अनि त्यो भएकोले गर्दाखेरि यहाँ चाहिँ हावापानी चाहिँ विशेष गरेर हावाहरू चाहिँ राम्रो आउने रहेछ। त्यो कारणले गर्दा नि मलाई चाहिँ यो हरियाली यतिखेर चाहिँ अब बसन्त काटेर अब यरुम लागेको छ हैन। अनि त्यो कारणले गर्दाखेरि यो हरियालीहरू पनि राम्रो आउने। अनि यता अपार्ट, त्यो अपार्टको अगाडि, अपार्टको अगाडि बस्ने मानिसहरूको लागि चाहिँ राम्रो छ ठाउँहरू। त्यस्तो चाहिँ मलाई चाहिँ रमाइलो लाग्यो। अनि दिउँसोहरू जस्तो शनिबार आज, अनि यो शनिबार चाहिँ यसरी घुमेर यहाँ हैन यसो बच्चाहरू हुने, यदि कसैले E7 बनाएर आयो भने यसरी बस्नेहरू आउने, अगाडि पार्क घुम्ने, बेलुका उन्नुङ गर्ने, एक्सर्साइज गर्ने त्यो ठाउँहरूको लागि चाहिँ एकदमै राम्रो रहेछ। मलाई चाहिँ मन पर्यो। बच्चाले साइकल लाँदैछ। यी ऊ पनि आएको छ घुम्नु।